नमस्कार सबैजनालाई। छिटो खाऊ 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 मुख नबिगारे है कचक कचक। तो हे एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। कलेजबाट हाम्रो कलेजको क्लासको सबैजना पिकनिक जाँदैछौँ। सो अहिले भनेको चाहिँ 6:30 भयो। अब चाहिँ यहाँबाट सुरुमा कलेज जानुपर्ने हुन्छ। कलेज गइसकेपछि चाहिँ त्यहाँनिर कलेजकै लाइक एउटा गाडी प्रोभाइड गर्छ। सो एकदमै रमाइलो हुनेछ पिकनिकमा। सबै साथीहरूसँग रमाइलो नाचगानदेखि लिएर डिफ्रेन्ट खानेकुराहरू खान्छौँ होला। अब के गर्छौँ। सो बाहिर हेर्दाखेरि चाहिँ यतिको अँध्यारो छ क्या पुरै। 6 बजी 6:30 भइसक्यो अझै पनि अँध्यारो लगाइरहेको। सो म चाहिँ अहिले साथीहरूलाई कुरिरहेको छु। अब तिनीहरू स्कुटरमा लिएर आउँछन् होला। अब यहाँबाट कलेजको लागि जानुपर्ने हुन्छ। कुरेको यत्रो बेर भइसक्यो अझै पनि आउँदैन नि त। अब जानुपर्ने हुन्छ। त्यही हो आजको जर्नी एकदमै इन्ट्रेस्टिङ र मोबाइल बनाउने वाला छौँ। अहिले चाहिँ हामी कलेज पुगिसक्यौँ। सो पछाडि सो अब चाहिँ गाडी पनि आएर हिँड्छ। सबैजना कलेक्ट पनि भएनन्। सो त्यसपछि गाडी साडी आयो भने जम्ला नि त। त्यसपछि सो अहिले भनेको हामी कलेज प्राङ्गणमा छौँ। सो एकछिनपछि अब गाडी आउँछ होला। अब सबैजना कलेक्ट भएको छैनन् यहाँनिर। अनि त्यसपछि चाहिँ हामी यहाँबाट जान्छौँ। कहाँ रे लोकेसन? जर्सिङ पौवा। ए जर्सिङ पौवा। नाम पनि कस्तो अप्ठ्यारो छ। कहाँतिर पर्छ यो चाहिँ? बौद्धौता साखुतिर। ए जर्सिङ पौवा हाम्रो जर्नी चाहिँ बिच बाटोमा नाचगान हुँदै जान्छौँ। सो रमाइलो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ यो ब्लग। अन्तिमसम्म चाहिँ हेरिदिनु होला भन्न चाहन्छु। सो गाडी आइसक्यो है। हामी जाने थोरै बाँकी चाहिँ आउँदैछन्। अरू खै त हामी यो पछाडिको हो यो चाहिँ गाडी चाहिँ। मलाई चाहिँ हाई बाबालाई नल्याउ न। कलेज चाहिँ पछाडि भयो यहाँनिर। सो गाडी चाहिँ यो अब भने हाम्रो जर्नी स्टार्ट हुँदैछ। घाम पनि लगाइसक्यो। बिहान हिँडेको अहिलेसम्म गएको छैनौँ। नमस्कार सबैजनालाई। हामी एभरेस्ट कलेजबाट अब अवतरण गर्दैछौँ। सबै अवतरण गर्दैछौँ। अब सबैले आफ्नो सिट बेल्ट हामीसँग बाँध्नु। दायाँपट्टि यता एक्जिट छ र बायाँपट्टि यता एक्जिट छ। झ्याल फटेर जान सक्नुहुन्छ। केही आकस्मिक काम गाह्रो भयो भने चाहिँ गर्नु होला। सो त्यही हो तपाईँले सबै अब सेफ जर्नी। हामी हिँडिसक्यौँ त्यहाँबाट। त्यो ठाउँ नपाएर चाहिँ सबैको आँखा चिसा भएका थियो। सो एकछिन चाहिँ माथि चाहिँ जाने ठाउँ छ कि छैन थाहा भएन। सो गाइस अब भने फाइनली हामी सबैजना अब एकचोटि झर्न लगाइरहेछौँ। अब चाहिँ हामी फाइनल्ली हाम्रो डेस्टिनेसनमा पुगिसक्यौँ। त्यही हो एकदमै यहाँ रमाइलो ठाउँ रहेछ। एकदम चिसो हावा प्लस पुरै यस्तो चौर रहेछ पुरै यहाँ चाहिँ। अब एकदमै बबाल ठाउँ छ। कस्तो लाग्यो भनिदेऊ त एकचोटि सरक्कै। एकदम बढिया लाग्यो। अनि मैले यहाँ थकेला त्यही भएर बोल्न यहाँ भ्युअर्सहरूलाई यहाँ आउन सजेस्ट गर्छौ कि के गर्छौ? म सजेस्ट त गर्छु तर पनि हामी जस्तो दुःख नपाउनु। अलिकति बुझेर मात्र आउनु होइन। बाटो चाहिँ हल्का अलिकति उ चाहिँ छ डेन्जरै छ। त्यस्तो सोचे जस्तो सजिलो पनि छैन हो कि नै। अलि ठुला डिलक्स छ नि उनीहरू त आउन त हल्का मुस्किल पर्छ नि त्यतातिर। तिमीलाई कस्तो लाग्यो? एकदम परफेक्ट लाग्दो जस्ट वाउ के उताको भ्यू हेर न भयो तर फाइनली वर्थ द वेट छ है। कहानीमा ट्विस्ट आइसक्यो। फोर गरे पनि हैन के पनि छैन। फोर गरे पनि सफा गरिहालिन्छ। 8-9 हजार बाँकी त छ। त्यसपछि फेरि आजको लागि खाली छैन भनिदिन्छ।
अनि त्यही त्यो भएर त्यो त अब बरु यतै यहाँ कसैलाई यतै यहाँ जसले होटलमा रेलदेख गर्छ त्यसलाई चाहिँ हामी बरु रेखदेख भन्नाले अब यहाँ त दिनु त एकजना फोहोर गरेर राखिन्छ यहाँ अहिले हामीले हेर्नु त्यहाँ यसो यसो फेरि अस्ति त उहाँ आफैले गोरसार गर्छ त्यो मान्छे हटाइरहेको छ अहिले। अब मैले चाहिँ नि के गर्छु भने दुई तिनजना यसो ल्याएर सफा गर्नु पर्ने खालको। त्यसमा चाहिँ हामी तपाईँलाई गाह्रो चाहिँ गर्दैन म छु अब बुढो मान्छे छ बुढो मान्छेले अब तपाईँलाई त्यो पनि फरक पर्दैन यहाँनिर कति लाग्छ चार्ज दिनु? चार्ज तपाईँहरूलाई अब चार्ज भन्यो भने तपाईँहरू तर्सिनुहुन्छ हेर्नुहोस् यहाँ 5000 छ अब 5000मा तपाईँहरूले पानी अलिकति पानी पनि पाइन्छ पानी बोक्नुपर्छ अरू केही पनि छैन सुविधा। हाम्रो चाहिँ खाना पाकिरहेको छ यता नाच डान्स गर्ने त भइरहेको छ त्यही हो। मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखमा पोखे मैले फर्स्ट भनेको हाम्रो चल्न भयो चाहिँ के भन्नु सुन न यो र योमा डिफ्रेन्ट के छ के केही छैन सेम ऊ रातो छ यो सेतो छ छिटो खाऊ 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 मुङ नबिगारी है कच्याक कच्याक मुङ नबिगारी एक पनि गर्दैछु क्या ल छिटो खाऊ 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 ओ खाना खाना हो मुख जिरिएको छ सुन्नु न त्यो बोक्रासँग खाने हो नि फेरि हल्का हल्का माथि निधार चौरी पनि लाग्यो खाना चाहिँ बल्ल चाख्दैछु म पुलाउ चाहिँ अलिक पानी छोडेबाट अलिक डरो भयो अब बल्ल खाँदैछु ओभरअल कन्क्लुजन हेर्दा त राम्रै देखिँदा यसरी उभिएर खानु परिरहेछ होइन हामीलाई अब त्यही छ गाह्रो भयो यस्तो हिमाल हेर्दै खानको मजा नै फेरि बेग्लै छ है भने हामी पिकनिक लगभग हाम्रो पिकनिक पार्टी इन्ड भइसकेको छ सो पछाडि आउँदैछन् अब भने घर जाने आज एकदमै रमाइलो पल भयो अझै गाडीमा पनि एकदमै रमाइलो गर्दै जानेछौँ सो अब पालो चाहिँ यहाँ रिभ्यू लिने कस्तो लाग्यो आजको पिकनिक सबै एकैचोटि कस्तो लाग्यो यो स्वरलाई देख्दाखेरि सबैले एकदमै आनन्द र मजा आयो जस्तो लागिरह सो फेरि एकचोटि ल 3, 2, 1 गो ए साथी तिमी कहाँ छौ भन नै गाह्रो साउन्ड लाउड लाउड 2, 3 आफूतिर टर्न